अहिले चाहिँ हामी चाहिँ ड्राई पिकनिक आइसकेका छौँ। आजको ड्राई पिकनिक चाहिँ यही ठाउँमा हामीले मनाउन लागिरहेका छौँ है। घाम लास्टै लागेको छ घाम। योभन्दा माथि चाहिँ जान नसकिने जस्तो देखिएको छ। गाडी चाहिँ यतै हामीले राखेर अब चाहिँ हिँडेर है माथि चौरमा जाने प्रोग्राम रहेछ। हाम्रो ड्राई पिकनिकको डेस्टिनेसन चाहिँ ठ्याक्क आइसकेका छौँ। हाम्रो ड्राई पिकनिक डेस्टिनेसन यही हो। यस्तो चौर छ, माथि चौर छ। हामी जङ्गलको बिचमा छौँ है, जङ्गलको बिचमा छौँ। जमिन एकदमै भिरालो भएको कारणले चाहिँ यो हामीले ल्याएको खानेकुरा कहाँ राख्ने के गर्ने भनेर हामी सबैजना एकदमै अन्योलमा थियौँ। र यो एउटा अन्यल मात्रै नभएर रमाइलो पल पनि थियो है त। लास्ट डेस्टिनेसन आइसकेका छौँ ड्राई पिकनिकको। हामीले चाहिँ घरमै बनाएर ल्याएर खाने प्रोग्राम हो। हामी यो चाहिँ कालुपाण्डे मार्गमा स्थित पार्क भनौँ कि जङ्गल भन्ने जङ्गलमा आएर बसेका छौँ है त। जसो तसो हामीले भिरालो भागमा राख्यौँ हामीले ल्याएका सम्पूर्ण सामानहरू र हिँड्न पनि असहज भइरहेको छ। तर रमाइलो छ, एकदमै रमाइलो भयो यो पल। यो काठमाडौँबाट एकदमै नजिक भए पनि हामी जङ्गलको बिचमा बसिरहँदा हामी धेरै नै टाढा आएको महसुस पनि भयो। करिब 12 बजिसकेको थियो र सबैलाई एकदमै भोक लागेको अवस्था थियो। त्यसैले गर्दा हामीले ल्याएका खानेकुराहरू छिटो गरेर खानातर्फ लागिरहेका थियौँ। सबैजना मिलेर यसरी जङ्गलको बिचमा बसेर खानुको मजा एकदमै अलग रहने रहेछ। यो यादगार रहने रहेछ क्या, एकदमै याद गर्न लायकको क्षण बन्यो र सबैले इन्जोय पनि गर्यो। र यो जङ्गलको बिचमा यसरी खाएर बस्नु यो एउटा एकदमै रमाइलो पल पनि बन्यो।
थाक्यो भने क्या थाक्यो मोबाइल दिएर क्या त्यसलाई मोबाइल दिएर